4 को गर्दिनु सर 3 को मिल्यो 4 को पुगेको कि अस्ति हिजो मैले कतिवटा गर्दियो दुईटा गर्दै हो 1 र 2 गरे हो हो सर अनि 3 नम्बर होमवर्क थियो त्यो 3 नम्बर गर्नुभयो गर्यो मिल्यो 3 नम्बर मिल्यो ल 3 नम्बरमा केही निकाल्नु छैन भने त्यसले स्ट्यान्डर्ड मिनिमम स्ट्यान्डर्ड मार्केटको स्ट्यान्डर्ड दिएको होला हैन ल हेरौँ त एकचोटी यहाँ दिएको छ तपाईहरुलाई क्राइटेरिया दिएको छ बजारमा हुनुपर्ने मिनिमम क्राइटेरिया तपाईहरुलाई दिएको छ आरओई कति त 8% आरओई कति 20% अनि डेब्ट सर्भिस रेशियो दिएको छ 4 टाइम्स अनि प्रॉफिट मार्जिन रेशियो कति आछ 10% दिएको छ हो यो उइसलाई चाहिँ तपाई यो उइसमा चाहिँ तपाईहरुले फेरि के गर्नु पर्दैन भन्दाखेरि आरओए यो जुन कम्पनीको हामीलाई यो माथि दिएको छ यो कम्पनीको नाम के हो कम्पनीको नाम दिएको रहेछ एउटा प्रोजेक्ट भनेर दिएको छ यो के रे कम्पनी भनौं न यो बैंक अथवा यो कम्पनीको चाहिँ हामीलाई के गर्नु पर्यो त फेरि आरओए निकाल्नु पर्यो डेब्ट सर्भिस रेशियो निकाल्नु पर्यो प्रॉफिट मार्जिन रेशियो निकाल्नु पर्यो अनि यो भन्दा बढी सबै बढी आउँछ भने लोन के गर्छ त पास गर्छ यस भनेर लेख्ने के हो त बैंक ग्रान्ट द लोन भनेर लेख्ने अथवा यो भन्दा मिनिमम क्राइटेरिया चाहिँ 8% हुनुपर्ने 8% भन्दा हाम्रो आरओए चाहिँ कमायो भने के गर्ने त नो डज नट ग्रान्ट द के भनेर लेख्ने त लोन भनेर लेख्ने साथीहरु लोन पास गर्छ कि गर्दैन भनेर बनाए हो है त ल यो तपाईले ट्राई गर्नु होला नगर्नु भएको साथीहरुले आएन भने ग्रुपमा साथीहरुले गरिसक्नु भएको रहेछ साथीहरुसँग सल्लाह गरेर गर्नु होला है त ल अब आउनुस् 6.4 मा आज म यो किताब सकाइन्छु नेशनल हार्डवेयर भनेर दिएको छ तपाईहरुलाई क्लाइन्ट युर बैंक तपाईको बैंकको क्लाइन्ट हो रे बैंकिङ रिलेशनशिप विथ 5 वर्षदेखि चाहिँ तपाईहरुको बैंकको के हो त कस्टमर हो अथवा तपाईहरुको रिलेसन छ भनेर भन्दै छ त्यसले अनि करेन्टली युजिङ के हो त 5000 इन लङ टर्म डेब्ट यो अफ फ्रम युर बैंक रे तपाईको बैंकबाट चाहिँ 5000 एलटीडी के गर्दै छ उले युज गर्दै छ भनेर भनेको छ व्हिच अबाउट म्याच्योर the firm is considering requesting for के त रिन्यूइङ द सेम लोन फर द नेक्स्ट 5 इयर भन्नुहुन्छ मानौ विशाल कुनै बैंकमा के छ म्यानेजर भएर बसेको छ विशालको लागि चाहिँ एउटा के आयो त भन्दा कस्टमर आयो साथी सुन्नुस् है साथीहरु तपाईहरुको लागि के आयो त भन्दा विशालको एउटा कस्टमर आयो जुन चाहिँ 5 वर्ष पहिला नै विशालले के गरिसकेको थियो त लोन 5 लाख रुपैयाँ लोन दिएको थियो त्यसको म्याच्युरिटी के भयो त सकिएर त्यो मान्छे फेरि आयो भन्दै छ ल सर मेरो चाहिँ लोन सकिएछ के रे टाइम पिरियड सकिएछ यो लोनलाई फेरि 5 वर्षको लागि तपाईले रिन्यू गरिदिनु पर्यो भनेर विशाललाई भन्यो भने विशालले त्यो लोनलाई रिन्यू गर्ने कि नगर्ने भनेर सोधेको मात्र हो क्वेशनले अब यहाँ पनि विभिन्न स्ट्यान्डर्डहरु दिएको छ सम स्ट्यान्डर्ड फर फाइनान्शियल रेशियो भनेर दिएको छ करेन्ट रेशियो दिएको छ क्विक रेशियो प्रॉफिट मार्जिन रिटर्न अन एसेट फिक्स्ड एसेट टर्नओभर इन्भेन्टरी टर्नओभर डेब्ट एसेट रेशियो टाइम अन रेशियो सबै दिएको छ ब्यालेन्स शीट पनि दिएको छ हामीलाई अनि सेल्स दिएको छ के दिएको छ त इन्ट्रेस्ट रेट अन लङ टर्म डेब्ट को रेट पनि दिएको छ ईबीआईटी पनि 20% अफ सेल्स चाहिँ कर्पोरेट ट्याक्स पनि दिएको छ अब भन्छ बेस्ड अन द गिवन म्याच्योर एन्ड स्ट्यान्डर्ड अफ लिक्विडिटी प्रॉफिटेबिलिटी इफिशिएन्सी एन्ड लिभरेज डिसाइड वेदर यु बैंक शुड ग्रान्ट द लोन टु एनएचएस भनेर भन्छ के बैंकले तपाई बैंकको म्यानेजर भएको हैसियतले तपाई के त्यो लोनलाई पास गराउनुहुन्छ भनेर भन्दै साथीहरु तपाईहरुलाई ल अब फेरि हामीले के गर्नु पर्यो त भन्दा सबै रेशियोहरुलाई के गर्नु पर्यो त रिक्याल्कुलेट गर्नु पर्यो हामीलाई दिएको ब्यालेन्स शीटको डाटाको आधारमा सबभन्दा पहिला के दिएको छ ल भन्नुस् त करेन्ट रेशियो सबभन्दा पहिला करेन्ट रेशियो दिएको हो हेलो सुरुमा के निकाल्नु पर्यो त साथीहरु करेन्ट रेशियो नै निकाल्नु पर्यो ल सुरु गरौँ त्यसो भए करेन्ट रेशियो निकाल्ने फर्मुला के हुन्छ current assets divided by current liabilities ल गुड सुरु गरे साथीहरु मैले त्यसो भए 6 पॉइन्ट कतिमा त यो 4 मा ल 6 पॉइन्ट कतिमा त 4 मा लेख्नुस् ल 6.4 मा सबभन्दा पहिला ए नम्बरमा हामीलाई करेन्ट के निकाल्नु छ त रेशियो निकाल्नु छ ल मैले यहाँ नि सिधै लेखे आन्सर ए नम्बरमा करेन्ट के हो त रेशियो करेन्ट रेशियो को फर्मुला हुन्छ करेन्ट एसेट्स डिवाइडेड बाइ करेन्ट के हुन्छ त लायबिलिटीज ल सँगसँगै सार्दै जानु होला है त करेन्ट एसेट्स डिवाइडेड बाइ के हो त करेन्ट लायबिलिटीज करेन्ट एसेट्स डिवाइडेड बाइ के हुन्छ नानीहरु करेन्ट लायबिलिटीज यो सम्म हाम्रो 4 वटा च्याप्टर सकिने हो हैन 4 वटा कि 3 टा यो सम्म 4 वटा करेन्ट एसेट्स हेर
करेन्ट एसेट लगभग अब 4-5 वटा होला करेन्ट एसेट के छ माथि हेर नि क्याश बैंक डेप्टर्स के छ हेर त एसेट त्यहाँ ब्यालेन्स सिटमा अकाउन्ट रिसिभेबल रहेछ कति हजार 40,000 अर्को क्याश छ 2,000 क्याश एन्ड बैंक छ 8,000 इन्भेन्टरी छ 40,000 मार्केटेबल सिक्युरिटी छ कति त 5,000 ल अरु छैन भने त्यो सबैलाई के गर्नु पर्यो नानीहरु जोड्नु पर्यो भने यहाँ लेखिदिनु पर्छ कुन कुन हो भनेर के बुझ्नुहुन्छ भन्नुस् त बुझिन्छ सर क्याश भन नाम लेखिरहनु पर्छ त पर्दैन अमाउन्ट मात्र सार्दिन्छु है हुन्छ सर ल 40,000 अर्को के दिएको छ अकाउन्ट रिसिभेबल कति त 40,000 क्याश इन ह्यान्ड 2,000 क्याश इन बैंक 8,000 2,000 प्लस कति त 8,000 अर्को के छ भन्नुस् त के छ अर्को इन्भेन्टरी 40,000 अनि मार्केटेबल सिक्युरिटीज 5,000 ल 40,000 प्लस 5,000 ल भन्नुस् करेन्ट ल्याबिलिटिजहरु के छ अब करेन्ट ल्याबिलिटिजहरु हेर्नुस् त साथीहरु के छ अकाउन्ट्स पेबल अर्को के हो त आउटस्ट्यान्डिङ वेजेस पनि दिएको छ कति हजार 10,000 अर्को हामीलाई के दिएको छ त भन्दाखेरि डिफर्ड ट्याक्स दिएको रहेछ त्यो पनि हुन्छ डिफर्ड ट्याक्सलाई पनि राखिदिनुस् है इन्भेन्टरी त्यो करेन्ट ल्याबिलिटिज भनेर लेख्नुस् लङ टर्म डेब्ट होइन 1 इयर के दिएको छ नानीहरु नोट्स पेबल दिएको छ कति हजार 5,000 1 इयर हो भने चढाउने है 1 इयर भन्छ नि सर्ट टर्म हो चढाउने अदर एक्रुअल्स भनेको छ त्यो आउटस्ट्यान्डिङ हो त्यो पनि चढाउने अरु सबै कमन स्टक आइटमहरु दिएको छ तल आउँदैन भनेपछि कति आउँछ 10 10 15 5 5 ल सबै जोड्नु पर्यो तपाईले सुरुमा 10,000 फेरि कति त 10,000 त्यसपछि 15,000 त्यसपछि 5,000 त्यसपछि कति त फेरि 5,000 माथिको सबै जोडेर नानीहरु कति हुन्छ 95,000 माथिको सबै 95,000 तलको 45,000 निर्मलाको नयाँ घरमा हो कि के हो बुढाहरु कराएको निर्मला क्लास आछ हैन होइन सर मेरो बुढाहरु कोही छैन सर हैन नयाँ घरमा गएर न बुढाहरु आयो कि भनेको नि हैन उ त कसको आकृतिको सर ढल्न आएर त विपनाको ल तल करेन्ट ल्याबिलिटिज कति छ भन्नुस् 45,000 आउँछ सर 45,000 ल डिभाइड गर्नुस् त कति आउँछ 2.11 2 point कति त 11 ल सक्यो 11 टाइम्स अब त्यो भन्दा त्यहाँनिर दिएको क्राइटेरिया भन्दा बढी छ कि कम छ त क्राइटेरियामा कति दिएको छ हेर्नुस् त 2 टाइम्स दिएको छ त्यो भन्दा के आयो त बढी नै आयो है अर्को अब फेरि के निकाल्नु पर्यो क्विक रेशियो निकाल्नु पर्यो ल त्यसले जे दिएको छ त्यही निकाल्ने नानीहरु क्विक रेशियोको फर्मुला के हुन्छ भन्नुस् त क्विक एसेट्स डिवाइडेड बाइ करेन्ट ल्याबिलिटिज ल क्विक एसेट्स डिवाइडेड क्विक एसेट्स भनेको के हो त करेन्ट एसेट्स माइनस इन्भेन्टरी रे भन्नुस् त इन्भेन्टरी सक्यो नानीहरु करेन्ट एसेट्स माइनस के हो त इन्भेन्टरी गर्नु इन्भेन्टरी अथवा करेन्ट एसेट्समा इन्भेन्टरी घटाउनु भयो भने क्विक एसेट्स आउँछ है त ल त्यसो भए अब माथि हाम्रो करेन्ट एसेट्स 95,000 थियो त्यो मध्येमा इन्भेन्टरी चाहिँ कति हो त हेर्नुस् त इन्भेन्टरी हेर्नुस् त कति हो 40,000 ल 40,000 घटाउनुस् करेन्ट ल्याबिलिटिज त हामीलाई थाहा छ माथि 45,000 हो भनेर ल सल्भ गर्नुस् कति हुन्छ यो 1.22 1 point कति त 22 के हो त टाइम्स ल टाइम्स अथवा इस टु 1 लेखे पनि हुन्छ सक्यो अर्को 3 नम्बरमा के निकाल्नु पर्यो छ त्यसले के दिएको छ त्यही निकाल्नुस् ल प्रॉफिट मार्जिन दिएको रहेछ के दिएको रहेछ प्रॉफिट मार्जिन दिएको छ ल प्रॉफिट मार्जिनको फर्मुला के हुन्छ भन्नुस् त नेट प्रॉफिट डिवाइडेड बाइ सेल्स नेट प्रॉफिट डिवाइडेड बाइ सेल्स नेट प्रॉफिट दिएको छ हुन्छ नेट प्रॉफिट दिएको छ कि छैन नानीहरु नेट प्रॉफिट दिएको छैन भने के दिएको छ ईबीआईटी दिएको होला त्यसले हैन हो ईबीआईटी मा इन्ट्रेस्ट घटाउनु पर्यो इन्ट्रेस्ट घटाइसकेपछि त्यसमा के गर्नु पर्छ त ट्याक्स घटाउनु पर्यो ईएटी आउँछ कि आउँदैन त आउँछ ल त्यसो भए के गर्नु पर्यो भन्दाखेरि यहाँ मैले लेखे नेट इन्कम डिवाइडेड बाइ सेल्स नेट इन्कम डिवाइडेड बाइ सेल्स मैले यही गरिदिन्छु है त सबै मैले सकेसम्म वर्किङ नोट एकदम कम गरे ल यही गर्दै मैले हेर्नुस् अब गर्ने के भन्दाखेरि ल गर्ने के भन्दाखेरि हामीलाई नेट इन्कम निकाल्नु छ भने सबभन्दा पहिला ईबीआईटी ले दिएको होला नानीहरु फर्मुला के हुन्छ भन्नुस् त ईबीआईटी माइनस आई 1 माइनस के हुन्छ त इन्टु 1 माइनस
ट्याक्स ल डिभाइडेड बाइ सेल्स त्यसो भए EBIT 20% भने नि त 20% निकाल्नुस् ल 40,000 सेल्सको 20% भने नि त हो कति हजार आएन नि 40,000 इन्ट्रेस्ट पनि 10% भने होला हेर्नुस् इन्ट्रेस्ट 10% भनेको छ त्यहाँनिर डेब्ट कति हो त्यसको निकाल्नु पर्यो हेर्नुस् 50,000 ल डेब्ट कति छ त 55,000 को के रे 10% गर्नुस् 5,000 कति आउँछ 5,000 ल ट्याक्स कति छ हेर नानी अहिले पछि सार न ट्याक्स 50% हो 50% ल सेल्स कति छ हेर त 2 लाख 2 लाख ल अहिले पछि सार्नु म समय दिन्छु हामीहरू यो दुईटा गर्ने हो आज हाम्रो कोटा यति नै हो किताब सकिन्छ यति भएपछि अनि ओल्ड इज गोल्ड पर्सि हामी हेर्छौँ सन्डे ओल्ड इज गोल्ड पनि सकाएर मन्डेदेखि नयाँ लेसन सुरु गर्छौँ ल एकचोटि सर सकाउँछौँ CBM त्यसपछि हामी यसो रुटिन उयो अनुसार 10-15 दिन फेरि हामी के लिन्छौँ बिदामा बस्छौँ अनि त्यसपछि त्यो दिन जेल तपाईँहरू प्र्याक्टिस गर्ने अनि बाँकी टाइममा फेरि 10-15 दिनपछि हामी फेरि सुरु गर्छौँ नयाँ क्लास ल CBM पहिला सर सकाउँ नानीहरू यो महिनाभित्र सकिन्छ होला लगभग यो उयो गर्नुहोस् मल्टिप्लाई गर्नुहोस् त कति हुन्छ हेलो माथि निकाल्दा त कति आउँछ EBIT 17,250 17,250 लाई 200 ले डिभाइड गरेर इन्टु 100 गरेर 2 लाखले डिभाइड गरेर इन्टु 100 गरेर नानी कति आउँछ 0.08625 0.0863 ल फिक्स कोमा राख 8.63% आउँछ होला 8.625 8.625 फिक्स अझ 2 गरेर नानी 63 हुन्छ होला एन्सर त्यति दिएको रहेछ अर्को 4 नम्बरमा अब के निकाल्नु पर्यो भन रिटर्न अन एसेट्स ल रिटर्न अन एसेट्स को फर्मुला के हुन्छ रिटर्न अन एसेट्स भनेको ROA हैन त नेट इन्कम डिवाइडेड बाइ टोटल नेट इन्कम डिवाइडेड बाइ टोटल एसेस्ट एसेट्स सक्यो हेर त कति सजिलो छ नेट इन्कम डिवाइडेड बाइ टोटल एसेट्स नेट इन्कम डिवाइडेड बाइ टोटल एसेट्स ल नेट इन्कम अघि माथि निकालिहाल्यो 17,250 टोटल एसेट्स कति दिएको छ हेर 2,15,000 ल डिवाइड गर्दै हुना नि सक्यो 17,250 डिवाइडेड बाइ 2,15,000 2,15,000 ल सल्भ इट कति आउँछ 0.0 0 मा इन्टु 100 गर न 8.02%. 8.02 हजुर 8.02%. अर्को ई नम्बरमा हेर के छ फिक्स एसेट्स टर्नओभर ल फिक्स एसेट्स टर्नओभर फ्याटर भनेर भन्छौं यसलाई हामी सकरमा फिक्स एसेट्स टर्नओभर रेशियो फिक्स एसेट्स के हो त टर्नओभर रेशियो यसको फर्मुला के हुन्छ भन्नुस् त FATOR फ्याटर फ्याटरको फर्मुला हुन्छ फिक्स एसेट्स डिवाइडेड बाइ सेल्स हो सेल्स डिवाइडेड फिक्स एसेट्स हो सेल्स डिवाइडेड बाइ नेट फिक्स एसेट्स ल सेल्स डिवाइडेड बाइ के हुन्छ साथीहरु फिक्स एसेट्स हुन्छ नेट फिक्स एसेट्स अथवा डिप्रिसिएसन छ भने घटाएर राख्ने फिक्स एसेट्स सेल्स कति छ हेर्नुस् त 2 लाख 2 लाख फिक्स एसेट्स कति छ 2 लाख मा 80,000 घटाएर 1,20,000 1 लाख कति छ नानीहरु 20,000 छ ल त्यो घटाउनु पर्ने कि डिप्रिसिएसन हो सर ल डिप्रिसिएसन छ नि घटाएर राख्नु पर्यो है त ल कति त 1,20,000 डिवाइड गर्नुस् कति हुन्छ 1.67 times 1.67 टाइम्स ल अर्को ई पछि यफमा हेर्नुस् के छ यफमा रहेछ इन्भेन्टरी टर्नओभर ल भन्नुस् इन्भेन्टरी टर्नओभर को फर्मुला के हुन्छ sales divided by inventory इन्भेन्टरी के हो त नानीहरु टर्नओभर रेशियो को फर्मुला हुन्छ ITOR भन्छौं यसलाई हामी सेल्स डिवाइडेड बाइ के हुन्छ इन्भेन्टरी हजुर सेल्स डिवाइडेड इन्भेन्टरी कति 40,000 40,000 ल 2 लाख र 40,000 ले डिवाइड गरेर कति हुन्छ 4 5 20 5 टाइम्स ल कति आयो त 5 टाइम्स आयो सक्यो अर्को हेर त्यसपछि के सोधेको छ नानीहरु डेब्ट एसेट रेशियो डेब्ट एसेट रेशियो को फर्मुला के हुन्छ total debt divided by total assets टोटल डेब्ट डिवाइडेड बाइ
ल के रहेछ नानीहरु यो ITOR भनेर भन्छ त्यसको डेब्ट एसेट रेशियो डेब्ट एसेट के हो त रेशियो डेब्ट एसेट रेशियोको फर्मुला हुन्छ के हुन्छ भन्नुस् त टोटल डेब्ट डिवाइडेड बाइ टोटल एसेट टोटल डेब्ट डिवाइडेड बाइ टोटल एसेट टोटल डेब्ट कति हो टोटल डेब्ट हेरेर ब्यालेन्स सिटमा कति छ नानीहरु टोटल डेब्ट कति छ निकाल्नु पर्छ हैन सर यो ओखा डेब्ट दिएको छैन र लङ टर्म डेब्ट दिएको रहेछ 50,000 प्लस करेन्ट ल्याबिलिटिज जोड न करेन्ट ल्याबिलिटिज कति हो 45,000 हैन त हो कति हुने भयो त 95,000 हुने भयो टोटल डेब्ट भनेको लङ टर्म डेब्ट प्लस के हुन्छ त करेन्ट ल्याबिलिटिज हुन्छ के ल यो दुईटा जोड्दाखेरि कति हुन्छ त 95,000 हुन्छ चाहिँ एक स्टेप गरौँ ल टोटल एसेट भनेको कति हो भन त 2,15,000 2,15,000 ल त्यसै माथि लङ टर्म डेब्ट कति हो 50,000 करेन्ट ल्याबिलिटिज कति हो त 45,000 ल सल्भ गरेर नानी कति आउँछ यो 44.18%. कति आउँछ 44.18% ल लास्टमा के भनेको छ टाइम इन्ट्रेस्ट अन रे टाइ रेशियो भने हो टाइम इन्ट्रेस्ट अन टाइ रेशियोको फर्मुला के हुन्छ EBIT divided by interest. टाइ भनेर भनेको छ टाइ रेशियोको फर्मुला के हुन्छ भन्नुस् त EBIT divided by interest. EBIT divided by के हो त इन्ट्रेस्ट EBIT divided by इन्ट्रेस्ट EBIT कति छ हामीसँग 17,250 हैन त्यो नेट प्रॉफिट हो EBIT 40,000 हो सर त्यो इन्ट्रेस्ट निकालेर एकचोटि भन्दिनु न 40,000 इन्ट्रेस्ट 10% गर न बाबु त्यो 55,000 को 55,000 माथि लोन रिन्यू गर्नुपर्ने 55,000 हैन त विशाल हजुर सर लोन कति भनेको छ रिन्यू गर्नुपर्ने लोन कति हो यस्तो गर न त्यहाँ हामीलाई कति दिएको छ भन्दाखेरि द फर्म इज करेन्टली युजिङ कति भनेको छ 5,000 इन लङ टर्म के भनेको छ डेब्ट रेट तपाईको लङ टर्म डेब्टबाट कति त 5,000 भनेर भनेको छ 5,000 को के गर्नु पर्यो 5,000 रुपैयाँ त्यसले लगेको लङ टर्म डेब्ट भयो प्लस अर्को लङ टर्म डेब्ट भनेको कहाँ छ त भन्दाखेरि हाम्रो ब्यालेन्स सिटमा कति दिएको छ लङ टर्म डेब्ट 50,000 हो 50,000 प्लस माथिको 5,000 गरेर टोटल कति भयो त 55,000 हुन्छ त्यो 55,000 को 10% गरेको है त ल इन्ट्रेस्ट कति आएको थियो नानीहरु 5,500 सल्भ गरे यो कति हुन्छ 7.27 7.27 के हुन्छ टाइम्स अब हामीले कम्पेयर गर्ने अब हामीलाई दिएको माथिको लिमिटेसन सँग के गर्नु पर्छ कम्पेयर गर्ने सबै के को कम्पेयरमा के हुनु पर्यो त बढी हुनु पर्यो एकचोटी हेर्नुस् त सबै कम्पेयर गर्नुस् त माथि करेन्ट रेशियो 2 दिएको थियो हामीसँग 2 पॉइन्ट कति छ 11 बढी छ त्यसले दिएको लिमिटेसनमा के छ स्ट्यान्डर्डमा 1 थियो क्विक रेशियो हामीसँग कति छ 1.22 छ हो के भन्नुस् त त्यसले दिएको के भन्छ भने प्रॉफिट मार्जिन 7 थियो हाम्रो 8 पॉइन्ट कति छ 63 रिटर्न अन एसेट कति थियो 1.5 थियो हाम्रो कति छ 1.6 सरी रिटर्न अन एसेट कति थियो हाम्रो त्यसले दिएको 6.5 हाम्रो 8 छ बढी नै छ फिक्स एसेट पनि 1.5 भन्दा 1.67 बढी नै छ ITOR पनि बढी छ सबै के छ त बढी छ भने अब लोन पास गर्ने नगर्ने हामीले चाहेको भन्दा के हो त त्यो कम्पनीको के छ त नानीहरु रेशियोहरु चाहिँ के छ त सबै बढी छ हाम्रो स्ट्यान्डर्ड भन्दा बढी छ भने अब के गर्ने पास गराउनु नगर्ने त गराउने ल लेख्नुस् द NHS इज के हो त क्वालिफाइड in all criteria के हो त criteria
बढी भएछ क्राइटेरिया अफ के हो त फाइनेन्शियल रेसियो भनेर लेख्नुहोस् फाइनेन्शियल रेसियोज सेट बाई द बैंकले सेट गरेको क्राइटेरिया भन्दा सबै के छ त बढी छ therefore the bank should के हो त नानीहरु grant the के हो त लोन भनेर लेख्न सक्यो ल तपाईहरुले सार्ने सारी सक्नुस् त अर्को एउटा पनि गर्दिन्छु म अनि आजलाई हाम्रो यो च्याप्टर पनि सकिन्छ ल नानीहरु सकियो सारेर सक्यो सर। सर ल अगाडि बढाउँ है त अब 6.5 मा जाउँ ल अन्तिम प्रश्न होला सायद हाम्रो बुकको 6.5 6.5 मा हेर्नुहोस् ल क्वेसन एकचोटि सर र हेरौँ पहिला क्वेसन ठुलो मात्र देखायो हो केही पनि छैन एन्सरहरु है त ल यहाँ पनि हामीलाई सेम हेर्नुस् त के दिएको छ करेन्ट रेशियो दिएको छ क्विक रेशियो दिएको छ प्रॉफिट मार्जिन भनेर इन्डस्ट्री एभरेज दिएको छ अब हामीलाई के निकाल्नु पर्यो हेर्नुस् त तल भनेको छ लिक्विडिटी पोजिसन भनेको छ सबै पर्यो लिक्विडिटीमा करेन्ट रेशियो पर्यो क्विक रेशियो पर्यो लिक्विडिटीमा अरु के पर्छ भन्दा दुईटा पर्यो अर्को प्रोफिटेबिलिटी भनेको छ नानीहरु प्रोफिटेबिलिटीमा के पर्यो भन्दाखेरि आरओ के रे प्रॉफिट मार्जिन भयो आरओए भयो आरओई भयो अर्को लिभरेज रेशियो भनेको छ लिभरेज रेशियोमा के पर्छ सर भन्नुहुन्छ भने डेब्ट रेशियो पर्छ अब अर्को तपाईको इफिसिएन्सीमा के पर्छ भन्ने चाहिँ भन्नुहुन्छ भने डेट्स इज आउटस्ट्यान्डिङ आइटीआर टोटल एसेट्स टर्नओभर पर्छ भनेपछि सबै त त्यसले दिएकै छ त्यसलाई फेरि हामीले के गर्नु पर्यो त कान्छेहरु रिक्याल्कुलेट गर्नु पर्यो सक्नुहुन्छ होमवर्क दिउँ यो सक्छ सर ल ट्राई गर्नुस् मिलेन भने ग्रुपमा मलाई मेसेज गर्नु होला कुन मिल्दैन म त्यही गरेर पठाइदिन्छु है त
हुन्छ सर ओल्ड इज गोल्ड एकचोटि हेरौँ न त नानीहरू ओल्ड इज गोल्ड पनि यहाँ नत्र अझै सकाइदिउँ ओल्ड इज गोल्ड निकाल्नुहोस् त एकचोटि ओल्ड इज गोल्डमा के छ तपाईँहरूको यो थर्ड इयरको फाइनेन्समा यस्तै क्वेसन छ है त सेम यो थर्ड इयरको फाइनेन्समा अस्ति इक्जाममा पनि आएको क्वेसन हो के अरे यो यही प्याटर्नको क्वेसन 10 मार्क्समा आएको थियो तपाईँहरू के अरे सेकेन्ड इयरको उयो फाइनेन्समा आएको थियो के अरे ल तपाईँले ट्राई गर्नु मिलेन भने म गरिदिन्छु अनि च्याप्टर 6 निकाल्नुहोस् नानीहरू 2070 सालमा सोधेको छ अहिले हामी 6 मा अघि 5 मा हो 6 मा ल 6 मा हेर्नुस् त 2077 सालमा सोधेको क्वेशन छ वर्किङ क्यापिटल फाइनान्शियल रेशियोजहरु निकाल भनेर दिएको छ त्यसले जे दिएको छ त्यही त्यही निकाल्ने नानीहरू वर्किङ क्यापिटल दिएको छ करेन्ट रेशियो दिएको छ कि छैन सबै हेर्नुस् त छ हामीले फेरि सबै के गर्ने त रिक्याल्कुलेट गर्ने है वर्किङ क्यापिटलको फर्मुला के हुन्छ भन्नुस् त मलाई वर्किङ क्यापिटल फर्मुला के हुन्छ करेन्ट एसेट्स माइनस करेन्ट लायबिलिटीज लेखेर राख्नुस् नानीहरू वर्किङ क्यापिटल फर्मुला के हुन्छ रे करेन्ट एसेट्स माइनस करेन्ट लायबिलिटी करेन्ट लायबिलिटीज ल त्यति गर्नुभयो भने अरु करेन्ट एसेट्स एसी टेस्ट भनेको क्विक एसेस्ट हो नानीहरू एसी टेस्ट भनेको क्विक एसेस्ट हो है त अर्को एभरेज कलेक्सन भनेको छ डीएसओ भइहाल्यो त्यति गर्नुभयो भने 10 मा 10 मार्क्स आउँछ ल गर्नु होला सेम अहिले गरे जस्तै हो 2074 मा पनि सबै दिएको छ हेर्नुस् त आरओए आरओए त हिजो होमवर्कै थियो कि आयो 3 नम्बरको हो बुकको हेर्नुस् त ल यो पनि गर्नुस् सक्यो यो च्याप्टर सकेको म के गर्छु त नानीहरू घोषणा गर्छु सन्डे देखि हामी लेसन कति 7 ल 7 सुरु गर्छौं अब 7 8 9 10 11 कति सम्म छ त्यो सकाएर अनि हामी 10 15 दिन छुट्टीमा जान्छौं है त ल आजलाई यति नै गुड नाइट